वेलकम सबैजनालाई। म चाहिँ यहाँ आज विशेष निगुरो खोज्न आइरहेको छु। यता त खासै छैन जस्तो सिस्नु हेर्नु न गाइस। यहाँनिर रहेछ गाइस एउटा। है म चाहिँ निगुरो खोज्दैछु। आज चाहिँ पानी परेर पुरा ढुमिरहेछ दिन चाहिँ। र कस्तरी खिचिरहेछ। निगुरै छैन यस्तो जङ्गल छ गाइस। जङ्गलबारी यसरी खिच्दैछु हैन। यसरी खिचिरहेको छु। निगुरोहरू खासै यता त भेटिएन। अलिक माथि जानु पर्यो। यता परतिर जानु पर्यो गाइस। यस्तो जङ्गल छ झ्याप्सी। हिँड्दैछु म यसरी हिँडिरहेको छु। अँध्यारो छ कि साथी हो यहाँ चाहिँ हैन। झ्याप्सी फाड्दै जानुपर्छ यसरी। निगुरै भेट्दैन त हो गाइस आज। के भयो? त्यस्तोरी पस्नु पर्छ। यस्तरी पस्नु। आज यसो निगुरो चाहिँ ल्याउँ भनेको हैन। छैन रहेछ। एकछिनमा अलिक भेटिन्छ कि भनेको। निगुरो पनि भेटिएको। जस्तो आउँछ त्यस्तो हैन। उज्यालोतिर उज्यालै सिस्नु छ क्या गाइस।
लगाइछु म चाहिँ। यहाँ हेर्नुहोस्, यहाँ टिप्दैछु, मासतिर चढ्नु पर्यो। यो निगुरो चाहिँ कस्तो रहेछ भने हैन, जति टिप्यो त्यति पलाउने के। हेर्नु नि गाइस, टिपेर गएको थिएँ, मुन्टा चाहिँ पलाइरहेछ ठुल्ठुलो, जति टिप्यो त्यति क्या। हो यस्तो कलिलो चाहिँ लानु पर्छ कि। यो चाहिँ अब अलिक दिनमा आयो भने, यो कलिलो लिनु आयो भने हुँदैन नि त। त्यही भएर अहिले नै टिपेर लग्यो भने चाहिँ आफैले लानु पायो, नत्र पाउँदैन गाइस। कसले लान्छ है, जङ्गलको माल। पानी परिरहेछ हैन, यस्तो छ क्या चिसो। यहाँनिर रहेछ टिप भाइ, धेरै माथि टिपी पठाएछु। यहाँ एउटा भेट्यो, निगुरोहरू लगभग सकिए जस्तो छ। अब अलिअलि खोज्दै खोज्दै उता जान्छु निगुरो भएकोतिर हैन। पानी परिरहेछ है गाइस, पानी पर्दैछ क्या। यहाँ यति छोडिरहेको छु, यहीँ राखिराख्छु, अहिले परतिरबाट लिएर आउँछु। अब चाहिँ फाइनली अब पानी पनि अलिक ठुल्ठुलो आउनु थाल्यो। अब म चाहिँ अब घरतर्फ लाग्छु। अब बाहिर चाहिँ यहाँ जङ्गलदेखि बाहिर निस्केपछि चाहिँ के भन्नु, भिडियो गर्नु मिल्दैन, किनभने पानीले भेटिहाल्छ हैन, पानीले भेटिहाल्छ। त्यही भएर म चाहिँ भिडियो अफ गरेर जान्छु, मोबाइलहरू अब सेभ गरेर। अनि मोबाइलहरू सेभ गर्नु पर्यो, पानी परिरहेछ, तपाईहरुले देखिराख्नु भएको छ हैन, पानी परेको। यतातिर हेर्नुस्, पानी परिरहेछ। जङ्गल बाहिर त फेरि ठुलै छ नि पानी, यहाँ मात्रै अलिकति यस्तो जङ्गल छ के। त्यही भएको कारणले मात्रै नछिरेको हो, अलिअलि त छिरि नै रहेछ पानी। अनि फाइनली म चाहिँ घर पुगिसकेपछि हैन देखाएको छु हैन भिडियोहरू। अनि तपाईहरु हेर्दै गर्नु होला भन्न चाहन्छु। अनि म चाहिँ यहाँनिर क्या
निगुरो राखेको थियो कि त्यो निगुरोहरूलाई चाहिँ खोज्नु पर्यो। भेला पार्छु, भेला पारेर अनि बोकेर हिँड्छु। निगुरो पनि भेटिएन, अरूले नै टिपिसकेको हो कि थोरै थोरै मात्रै यसो भेटे। निगुरो उहाँ माथि रहेछ एउटा, फेरि देखेपछि त लोभ लागिहाल्छ कि टिपिहाल्नु मन लाग्छ। यस्तो फेरि चिप्लो छ क्या। देख्नु कि लोभ लागिहाल्छ, टिप्नु मन लाग्छ गाई छैन, के गर्नु। अछु पानीले भिजाउनु थालो। गाई हामी पनि अब यो भिडियो इन गर्नुपर्छ भन्दा नि म तपाईँहरूलाई निगुरो चाहिँ गाई हैन, निगुरो यति छ। यहाँ पर अलिकति छ, यो भन्दा अलिक थोरै होला। पर चाहिँ पानी परो क्या, पानी परो। अरूतिर त राखिन होला। लगाएछु म चाहिँ यति बोकेर हिँडेँ। अरूतिर पर एक ठाउँ राखेको छु, पर चाहिँ थोरै छ। पानी पर लगाएछु म चाहिँ। अब भिडियोलाई इन गर्छु हैन। अनि अब त्यही त हो, भरे अब भिडियो हेर्दै गर्नु होला, भिडियो हेर्दै गर्नु हैन गाइस। अब पानी पनि परेर आएछ। अब एकैचोटि म चाहिँ अहिले चाहिँ इन गर्छु, तपाईँहरूलाई एकैचोटि घरकै भिडियो देखाउँछु है। हेर्दै गर्नु होला, नछुटाउनु होला मेरो भिडियोहरूलाई चाहिँ हैन। जति पनि ल त गाइस, भिडियो हेर्दै गर्नु होला है। सबैजनालाई नमस्कार भन्न चाहन्छु। अनि साँच्चै नै अघि पानी ठुलो आयो कि त्यही भएर पनि अब भिडियो खासै बनाउनु पाइनँ। अहिले चाहिँ म अब खाना खानु आँटिराखेको छु गाइस। अब तपाईँहरूले देखिसक्नु भएको छ, यहाँ मेरो खाना छ, खोर्सानी छ हैन। यहाँ हाम्रो सब्जीहरू, यता अचारहरू छ। यहाँनिर यो अचार, सब्जी अनि खोर्सानी छ गाइस हैन। त्यो भएर सो इन्जोय गरिदिनु होला भन्न चाहन्छु हैन त। ल गाइस, म खानु लागे। फर्स्ट बाइट है, फर्स्ट बाइट चाहिँ अलिक ठुलै हानिदिनु पर्यो। लास्टै पिरो रहेछ।
खोर्सानी नखाउँ नखाउँ जस्तो Bye bye, tata. See you. Good night. Short. Yes. Wait.